Brought to you by National Insurance Company Limited, Southwestern State College, Basundhara, Kathmandu. Nepal Life, किनकि जीवन अमूल्य छ. GS Nikitan College, to learn to lead a successful career in management, aspiring for a bright future. स्वागत तथा अभिवादन दर्शकवृन्द कार्यक्रम इकोनोमिक एक्सप्रेसमा म एन्जेला छेत्री। आज पनि हामी सदाझै हाम्रो समाज र जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विशेष महत्वका आर्थिक सामग्रीहरू सहित उपस्थित भएका छौं। अब लागौं नियमित कार्यक्रमतिर। दर्शकवृन्द, यति बेला ग्यास अभावको कारण धेरै जनताको चुलोमा आगो बल्न छाडेको त छँदैछ। अर्कोतर्फ पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्यमा तीव्र गिरावट आउँदा पनि नेपाली बजारमा अन्तर्राष्ट्रिय बजार अनुरूप मूल्य घट्न नसकिरहेको विषयले बजार तातिरहेको छ। आजको दिनमा रहेको अन्तर्राष्ट्रिय बजारको पेट्रोलियम पदार्थको मूल्य हेर्ने हो भने त्यो विक्रमसम्म 2060 सालको अवस्थामा पुगेको छ। तर पनि नेपाल आयल निगमले भने अन्तर्राष्ट्रिय बजार अनुरूप मूल्य घटाएको छैन। आखिर अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा पनि किन घट्दैन नेपाली बजारमा? एकैछिन लागौं यो रिपोर्टतिर। नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेको 3 महिना भयो। यो 3 महिनाको अन्तरालमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा 47%ले गिरावट आइसकेको छ। कागलाई बेल पाक्यो हर्षना बिस्मात भने चाहिँ नेपालीहरूले अझै महँगो मूल्य तिरेर पेट्रोलियम पदार्थ खरिद गर्नुपर्ने बाध्यता छ। वैज्ञानिक पद्धतिबाट समायोजन भइरहेको छ भनेर आयल निगम फलाकिरहँदा किन उपभोक्ताले लाभ लिन पाएनन् त? को मूल्य चाहिँ 23 रुपैयाँ घटाइसकेका छौँ, डिजलको मूल्य 18 रुपैयाँ घटाइसकेका छौँ। तर उपभोक्ताले त्यसबाट आम उपभोक्ताले जसको चाहिँ निजी सवारी साधन छैन, जो चाहिँ सार्वजनिक यातायातमा हिँड्छ, तिनीहरूले कुनै त्यसबाट चाहिँ लाभ लिन सकेको 18 रुपैयाँ डिजलको घट्दाखेरि लाभ लिन सकेको हामीले देखेका छैनौँ। किनभने 23 रुपैयाँ पेट्रोलको मूल्य घट्दाखेरि कुनै ट्याक्सी भाडा घटेको छैन, केही छैन। त्यसकारण अहिले आएर के अनुभव गरिँदैछ भने यो पेट्रोल र डिजलको मूल्यले खास जसको निजी सवारी साधन छ उसलाई मात्रै चाहिँ लाभ हानि हुने र अन्य सर्वसाधारणलाई चाहिँ लाभ हुने हानि हुने जस्तो देखिएन। किनभने यदि डिजलको मूल्य हामीले यति गर्दाखेरि ढुवानी भाडा घटेको छैन, सार्वजनिक यातायातको भाडा घटेको छैन भने कसरी पब्लिकलाई चाहिँ त्यसैले असर गरेको होला? निगमले असोज 13बाट स्वचालित मूल्य प्रणाली लागू गर्दा पेट्रोलियम पदार्थ उत्पादक तथा निर्यातकर्ता देशहरूको संगठन ओपेकले कच्चा तेलको मूल्य $97.48 प्रति ब्यारेल तोकेको थियो। जतिखेर नेपाली बजारमा पेट्रोल 133, डिजेल र मट्टीतेलमा 105 रुपैयाँ प्रति लिटर थियो। ओपेकले गत बिहिबारको लागि कच्चा तेलको मूल्य $44.80 प्रति ब्यारेल तोकेको छ। यस अनुसार 3 महिनामा 47% गिरावट आइसकेको छ। तर नेपाली बजारमा पेट्रोल अझै 111.10 रुपैयाँ 50 पैसा, डिजेल र मट्टीतेल 88 रुपैयाँ पर्छ। के यही रह्यो त वैज्ञानिक समायोजन? मुख्य कुरो यो जुन अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको अथवा मूल्य परिवर्तन भइरहेको छ त्यो चाहिँ कच्चा तेलको मूल्य हो। कच्चा तेल हामीले कारोबार गर्दैनौँ। हामीलाई चाहिँ इन्डियन आयल कर्पोरेसनले पठाउने मूल्यको आधारमा चाहिँ हामीले मूल्य हेरफेर गरिरहेका छौँ। इन्डियन आयल कर्पोरेसनले चाहिँ हामीलाई डिजल र मट्टीतेलको डिजल र पेट्रोलको मूल्य 15-15 दिनमा र बाँकी सबै पदार्थको चाहिँ 1-1 महिनामा मूल्य पठाउँछ। त्यो अनुरूप चाहिँ हामीले मूल्य हेरफेर गर्ने हो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आउँछ, एउटा कुरा यो। दोस्रो कुरो चाहिँ अन्तर्राष्ट्रिय बजारको अनुपातमा चाहिँ मूल्य घटेन भन्ने विषयमा चाहिँ यहाँ 2-3 वटा कुराहरू चाहिँ हामीले विचार गर्नुपर्ने हुन्छ। एउटा त मैले अघि भनिहालेँ, भारतले पठाएको मूल्यको आधारमा हामीले गर्छौँ। दोस्रो कुरा भनेको हाम्रो सीमा क्षेत्रको मूल्यलाई पनि हामीले हेर्नुपर्छ। हाम्रो खुला बोर्डर छ, खुला सिमाना भएको हुनाले चाहिँ यदि भारतको सीमा क्षेत्रमा भन्दा नेपालमा चाहिँ मूल्य अलिकति धेरै कम भयो भने यताबाट आएको तेल सबै उतातिर अपचलन भएर जाने हुन्छ। त्यसलाई नियन्त्रण गर्न, त्यसलाई समायोजन गर्न पनि हामीले त्यहाँको बोर्डरको मूल्यको बराबरी जस्तो हाराहारी जस्तो राख्नुपर्छ। अहिले पनि हाम्रो हेर्नुहुन्छ भने रक्सोल, इन्डियाको रक्सोल भन्दा हाम्रो वीरगन्जमा चाहिँ डिजलको मूल्य लगभग 2 रुपैयाँ प्रति लिटर सस्तो नै छ अहिले पनि।
तेस्रो कुरा चाहिँ हामीले विगतमा जुन हाम्रो 59-60 आर्थिक वर्ष 59-60 देखि चाहिँ लगातार हामी घाटामा गयौँ। हाम्रो परल मूल्य अनुसार अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्य अनुसार चाहिँ हामीले यहाँ बढाउन नसकेको कारणले गर्दाखेरि जुन हामीले ऋण लिएका थियौँ, ऋण चाहिँ 3666 करोड थियो। ऋणको दायित्व पनि हामीमाथि छ। अहिले प्रति लिटर 4 रुपियाँ हामी ब्याज बापत उपभोक्ताबाटै असुल गरिरहेका छौँ। त्यसकारण त्यो ऋण तिर्ने दायित्व पनि भएको हुनाले चाहिँ हामीले अहिले अलिकति अनुकूल परिस्थिति भएको बेलामा चाहिँ केही ऋण पनि तिरौँ भनेर चाहिँ यो 2-3 वटा फ्याक्टरले चाहिँ हामीले मूल्य समायोजन त्यसरी गरिरहेका छौँ। अहिलेको अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य 2064 सालको जतिको हो। त्यति बेला नेपाली बजारमा पेट्रोलको मूल्य 54 प्रति लिटर थियो, तर हामी अझै 111 रुपियाँ तिरिरहेका छौँ। किन भएन अन्तर्राष्ट्रिय बजार चाहिँ समायोजन? एउटा जुन बेला यो स्वचालित मूल्य प्रणालीमा लागू गयौँ त्यतिखेर हामीले एउटा कार्यविधि बनाएको थियौँ। कार्यविधि बनाउँदाखेरि चाहिँ मूल्य यस्तो अनुपातमा यति धेरै घट्ला भन्ने हामीले सोचेको थिएनौँ। एकदमै पहिलाको अनुभवले चाहिँ के देखाउँथ्यो भने 2-4 महिना मूल्य घट्ने, त्यसरी क्रमशः बढेर जाने थियो। त्यो चाहिँ हामीले एउटा कार्यविधि बनाएर के गरेका छौँ भने 2% जुन मूल्य छ, मूल्य बढ्दा पनि 2% भन्दा नबढाउने र घट्दा पनि 2% भन्दा नघटाउने भनेर चाहिँ एउटा कार्यविधि बनाएको छौँ। र जुन अहिले अन्तर्राष्ट्रिय बजारमा अलिकति बढी मूल्य घटेको छ, त्यो घटेको हुनाले चाहिँ जुन बढी पैसा चाहिँ यहाँ नाफा जस्तो देखिन्छ त्यो केमा राख्ने भन्दाखेरि हामीले पछि मूल्य बढ्दाखेरि एकैचोटि धेरै बढाउनु नपरोस्, 2 रुपियाँ 2.5 रुपियाँको दरले नै बढाउनु परोस् भनेर एउटा मूल्य स्थिरीकरण कोष नेपाल सरकारले खडाएको छ र केही रकम चाहिँ हामीले त्यो मूल्य स्थिरीकरण कोषमा पनि राखेका छौँ। निगमले भारतीय आयल निगमसँग खरिद गरी नेपाली बजारमा बिक्री गर्दै आएको छ। भारतले नाफा राखेर बेचेको तेलमा समेत नेपाल आयल निगमले पनि नाफा राख्दा भाउ गर्न नसकेको हो। कुनै समय टाट पल्टन लागेको निगम अहिले झन्डै मासिक 80 करोड नाफामा छ। नेपाल सरकारसँग तेल भण्डारणको क्षमता 62,000 किलोलिटर रहे पनि हाल नियमित रूपमा 23,000 किलोलिटर मात्र भण्डारण रहने गरेको छ, जसले मुस्किलले 3 दिनको माग पूरा गर्न सक्ने देखिन्छ। नेपालको पेट्रोलियम पदार्थ खरिदको नाममा विदेश पठाएको रकम हेर्ने हो भने पनि यो रकम देशको कुल निर्यात व्यापारको 120%ले बढी हुन आउँछ। गत आर्थिक वर्षमा मात्र 1 खर्ब 26 अर्बको इन्धन खरिद मार्फत नेपाली मुद्रा विदेशिएको थियो। यसबाट देशको अर्थतन्त्रमा ठूलो असर परेको देखिन्छ। नेपाल पेट्रोलियम पदार्थको लागि भारतसँग मात्र निर्भर रहनु, कच्चा तेल प्रशोधनको सम्भावनाबारे खोजी नहुनु, नेपालमै तेल खानीको अनुसन्धान हुन नसक्नु, पेट्रोल डिजल जन्ने गाडीलाई विद्युतीय सवारीमा परिवर्तन गर्न पहल नहुनु आदिले देशको अर्थतन्त्रलाई पेट्रोलियम पदार्थकोले घाटाको व्यापारले सधैँ प्रतिकूल असर पारिरहेको छ। आयल निगमको बेढङ्गी प्रस्तुति कहिलेसम्म हो? दर्शकवृन्द, अन्तर्राष्ट्रिय बजारमा यति बेला कच्चा तेलको मूल्य 10 वर्ष यताकै न्यून अर्थात् $44 प्रति ब्यारल पुगिरहेको छ, जुन मूल्य नेपाली बजारमा 2060 सालमा कायम भएको थियो। जति बेला पेट्रोल प्रति लिटर जम्मा 54 रुपियाँ मात्र रहेको थियो। तर दुर्भाग्य, आयल निगमले अन्तर्राष्ट्रिय बजारमा समायोजन गर्ने भन्दै गर्दा आजको दिनमा 133 रुपियाँबाट केवल 111 रुपियाँमा मात्र झारेको छ। अब तपाईँ आफै कल्पना गर्नुहोस्, कहाँको 54 रुपियाँ, कहाँको 111 रुपियाँ। आखिर समायोजनको नौटंकी किन? दिदी, फेसबुक प्रोफाइलका लागि एउटा फोटो खिच्दिनु न। स्माइल। अब अर्को साइड फर्क त। नाइ, पिम्पल छ। अनि तिमीले कुनै ट्रिटमेन्ट गरेनौ? बजारमा भएका जति प्राय सबै युज गरिसके, तर मेरो अनुहार झन् बिग्रिरहेको छ। अब जे युज गर्नुपर्ने हो त्यो त गरेनौ, अनि कहाँबाट जान्छ त? तिमीलाई चाहिन्छ नेशनल हर्ब्सको एन्टी पिम्पल जेल। घिउ कुमारी, तुलसी, नीम जस्ता जडीबुटीहरूको सम्मिश्रण रहेको यो जेलले अनुहारको दाग र पिम्पल हटाई अनुहारलाई आकर्षक बनाउँछ। आहा, त्यो भन्दा अगाडि तिमीले प्रयोग गर्नुपर्ने हुन्छ नेशनल हर्ब्सको फेस वाश। स्ट्रबेरी, मेवा, नीम जस्ता फलफूल तथा जडीबुटीहरूको सम्मिश्रण रहेको यो फेस वाशले अनुहारलाई सफा र चम्किलो बनाउँछ। दिदी, एउटा सेल्फी खिचौँ न। अब हरेक पिक्चर बन्ने छ हाम्रो प्रोफाइल पिक्चर, केवल 2 को कमाल। नेशनल हर्ब्सको फेस वाश र एन्टी पिम्पल जेल जस्तो सुकै कठिनाइलाई पनि सहजै पार गर्दै अघि बढ्छन् यी मजबुत पाइलाहरू। मद्दतका लागि हरदम तयार भई अघि बढाइरहेका छौं माछापुच्छ्रे बैंकका यी पौरखी हातहरू। माछापुच्छ्रे बैंक लिमिटेड, अच्छ सबल, उत्कृष्ट एवं विस्तारित। फोडफोड हुन्छ, आगलागी हुन्छ, बाढीले लैजान्छ, आफ्नो धनको बिमा गरेमा सुरक्षित
सुरक्षित भइन्छ। ए सुनिल के गाइरा? तिमीलाई थाहा छ चोरी डकैती आगलागी भूकम्प जस्ता विपत्तिहरूबाट धन सम्पत्तिमा हुन सक्ने नोक्सानीको क्षतिपूर्ति पाउनको लागि बिमा गर्नुपर्छ नि। ए हो र? हो नि, म त नेशनल इन्स्योरेन्स कम्पनीबाट बिमा गरेर ढुक्क भएको छु। तपाईँ पनि नेशनल इन्स्योरेन्स कम्पनीबाट आफ्नो सबै सम्पत्तिको बिमा गरी ढुक्क हुनुहोस्। नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेड। आउनुहोस्, अब साकार हुन्छ तपाईको सपना। राष्ट्रिय वाणिज्य बैंक, तपाईको आफ्नै बैंक। ब्रेकपछि पुनः स्वागत छ दर्शकवृन्द। नेपाली परिवेशमा विकासका दृष्टिकोणले एउटा नौलो उदाहरणका रूपमा केही समय अघि निर्माण सुरु भएको काठमाडौँ हेटौडा सुरुङ मार्ग बन्ने कि नबन्ने भन्ने विषयले केही समय चर्चा पायो। सन् 2016 सम्ममा निर्माण सम्पन्न गरिसक्नु पर्ने उक्त परियोजना पुँजी अभाव र सरकारी असहयोगको कारण नबन्ने विषयले कुनै समय प्राथमिकता पाए पनि अब भन्ने बन्ने भएको छ। खास गरी क्यानाडियन कम्पनीले 28 अर्ब भन्दा बढी ऋण लगानी गर्ने भएपछि उक्त परियोजना बन्ने निश्चित भएको हो। शिलान्यास भएर पनि रोकिएको काठमाडौँ हेटौडा सुरुङ मार्गको निर्माण कार्य पुनः सुचारू हुने भएको छ। वित्तीय व्यवस्थापन हुन नसक्दा रोकिएको कार्य अब 3 क्यानाडियन कम्पनीको ऋण लगानीमा अगाडि बढाइने भएको हो। भदौ 7 गते सम्पन्न क्यानाडियन कम्पनीसँग परियोजनामा लगानी गर्ने बारे मास्टर एग्रिमेन्ट भएपछि उक्त सम्झौता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग विभाग, लगानी बोर्ड तथा राष्ट्र बैंकमा प्रक्रियागत रूपमा पेश गरी आवश्यक स्वीकृतिका लागि पहल भइरहेको छ। विकास कम्पनीको चाहिँ पहिलो परियोजना भनेको यो काठमाडौँको उल्लेखनीय हेटौडा सुरुङ मार्ग हो। यो चाहिँ कस्तो भने नेपालकै चाहिँ सबभन्दा ठुलो र नेपालमा चाहिँ अहिलेसम्म त्यस्तो चाहिँ यो लेभलको चाहिँ कुनै परियोजना आएको पनि छैन, सुरु गरेको पनि छैन। र चाहिँ यो हामी चाहिँ काठमाडौँबाट कुलेखानी हुँदै हेटौडासम्म चाहिँ हामीले चाहिँ एउटा 4 लेनको एसियन हाइवे स्ट्यान्डर्डको चाहिँ रोड बनाउँदैछौँ, जसमा चाहिँ टनल पनि एसोसिएट हुन्छ। र नेपालमा टनल चाहिँ हाइवे भनेको यो पहिलो चाहिँ हाइवे नै हुन्छ। यो टनल चाहिँ हाम्रो 3 ठाउँमा टनल हुन्छ र पिन टनल हुन्छ, एक साइडबाट जाने र अर्को साइडबाट चाहिँ आउने। र करिबन चाहिँ यो टनलको चाहिँ लम्बाइ एक साइडबाट टोटल 3वटा गरेर चाहिँ करिबन 4.5 किलोमिटर हुन्छ भनेपछि टोटल आउने जाने गर्दाखेरि चाहिँ यसको 9 किलोमिटरको चाहिँ यसको टनल बन्छ। ऋण दिन सहमति जनाउने क्यानाडा इन्फ्रा बैंक कर्पोरेसन, सेज ग्लोबल क्यानाडा र ग्लोबल फाइनान्सियल एसोसिएसन कम्पनीहरूले प्राविधिकहरूले सुरुङ मार्ग परियोजना क्षेत्रको हवाई निरीक्षण तथा परियोजनाको मुख्य सुरुङ निर्माण स्थान कुलेखानीको स्थलगत भ्रमण गरी भौगोलिक अवस्थाको अध्ययन गरिसकेको हो। परियोजनाका लागि मङ्सिर 24 मा गरिएको परामर्श सेवा सम्झौता अनुसार उक्त कम्पनीले परियोजना जोखिम विश्लेषण, इन्जिनियरिङ वातावरणीय अवस्था, सामाजिक तथा भूमि व्यवस्थापन, सम्भार तथा सञ्चालन र अनुमानित लागत आदिको अध्ययन गरी मस्यौदा प्रतिवेदनको तयारी भइरहेको छ। हाम्रो अहिलेसम्मको जुन स्टडी हामीले गरे र गभर्नमेन्टलाई जुन हाम्रो कन्सेसन एग्रिमेन्ट गभर्नमेन्टसँग गरेँ त्यसको बेला चाहिँ हामीले गरेको कस्ट भनेको 35 अरबको र 35 अरबमा चाहिँ हामीले यो प्रोजेक्टलाई कम्प्लिट गर्न सक्छु भन्ने चाहिँ हाम्रो चाहिँ एउटा टार्गेट हो। र हामीले डिटेल इन्जिनियरिङ डिजाइन पनि कम्प्लिट गरेँ। अब पहिला त हामीले डिपिआर गरेँ, त्यसपछि डिटेल इन्जिनियरिङ गरेँ होइन, इआइए कम्प्लिट भयो होइन। सबै गरेर चाहिँ हामीले गभर्नमेन्टमा चाहिँ यसको रिपोर्ट ड्राफ्ट रिपोर्टहरू बुझाउने कामहरू पनि भइसकेको छ। र अब त्यही सिलसिलामा अब हामीले बनाएको डकुमेन्टको हामीले थर्ड पार्टी इभ्यालुएसन पनि गराउँदैछौँ। त्यो थर्ड पार्टी इभ्यालुएसन किनभने अब हामीले मात्रै गरेको डकुमेन्ट्समा चाहिँ त्यसको रिस्क चाहिँ के कति हामीले देखेको रिस्क हो, त्योभन्दा बेसी अर्को कुनै रिस्क छ कि हुनसक्ने कुनै अर्को रिस्कहरू छ कि बिचमा गएर चाहिँ कति प्रोजेक्ट चाहिँ रोक्नुपर्ने अवस्था आउँछ कि भन्ने डर त छ होइन। त्यो कारणले गर्दा चाहिँ हामीले
EXP भन्ने चाहिँ EXP सर्भिस इन्कर्पोरेसन भन्ने चाहिँ क्यानाडाको चाहिँ ठुलो कम्पनी हो जुन चाहिँ Fortune 500 भित्र पर्छ। त्यो कम्पनीले अहिले हाम्रो प्रोजेक्टको चाहिँ तपाईँको कम्प्लिटली चाहिँ एसेसमेन्ट गर्दैछ, प्रोजेक्ट एसेसमेन्ट गर्दैछ र प्रोजेक्ट एसेसमेन्टको साथसाथै उहाँले चाहिँ यसको रिस्क लग तयार गर्दैछ। कहाँ रिस्कहरू छ त्यो रिस्क लगमा तयार गर्नेको त्यो रिस्कलाई चाहिँ मिटिगेट गर्ने चाहिँ स्ट्राटेजी के हुनुपर्छ त हैन, त्यो मिटिगेसन प्लानहरू पनि चाहिँ उहाँले तयार गर्दैछ। विस्तृत इन्जिनियरिङ डिजाइन सुपरिवेक्षण तयार निर्माण कार्यसँगै अगाडि बढिरहेको र डिटेल सर्वे इन्जिनियरिङ डिजाइन डकुमेन्टको मस्यौदा प्रतिवेदन तयार पारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पेश गरिसकेको छ। जग्गा जमिनको अन्तिम मूल्य तय गर्ने परिमार्जित एलाइटमेन्टको विवरण सङ्कलन कार्य पूरा गरी आइएको परिमार्जित मस्यौदा तयार गर्ने कार्यतर्फ काम भइरहेको र सरकारी जग्गा विवरण सहित मस्यौदामा उल्लेख भए बमोजिम दर रेट तय गर्ने कार्य भइरहेको छ। कम्पनीले काठमाडौँ कुरेखानी हेटौडा सुरुङ मार्गको वित्तीय व्यवस्थापन जनवरीको अन्त्यसम्ममा सरकारले बुझाउने भएको छ। करिब 35 अर्ब रुपैयाँमा बन्ने सुरुङ मार्ग निर्माणका लागि कम्पनीले 7 अर्ब रुपैयाँ जुटाउनु पर्नेछ। नेपालीले गर्ने लगानी मध्ये 2 अर्ब लगानीको प्रतिबद्धता भइसकेको छ। बाँकी 5 अर्ब मध्ये 3 अर्ब रुपैयाँ IPOबाट सङ्कलन गर्ने र 2 अर्ब आयोजना पूरा भएपछि शेयर जारी गरेर सङ्कलन गरिनेछ। पनि जिम्मेवारी पनि क्यानाडियन कम्पनीले चाहिँ लिने चाहिँ भइरहेको छ, किनभने यो जुन हामी सफ्ट लोन जुन क्यानाडाबाट पाउँछौँ त्यसमा चाहिँ एउटा कन्डिसन के हुन्छ भन्दाखेरि हामीले क्यानाडियन कम्पनीहरूलाई नै काम दिनु पर्ने हुन्छ, किन उनीहरूको पैसा भएपछि सकेसम्म उनीहरूको पनि बिजनेस प्रमोसन गर्न चाहन्छ होइन। त्यसैले क्यानाडाको धेरै ठुलो कम्पनी एकाउन्ट भन्ने जुन चाहिँ तपाईँको 10 बिग कम्पनी भित्रमा पर्छ, उहाँले त्यो कन्स्ट्रक्सनको जिम्मा लिने भन्ने कुरा छ, जसको टनलको ठुलो एक्सपिरियन्स छ, हाइब्रिडहरूको एक्सपिरियन्स छ होइन। त्यसैले चाहिँ यो सबैको लागि चाहिँ यो जुन डकुमेन्ट्स छ नि यो चाहिँ आधार हुन्छ नि, यो डकुमेन्ट चाहिँ हामीले सकेसम्म छिटो सघाउने चाहिँ हामी कोसिस गरिरहेको छौँ। र यसमा चाहिँ जुन हाम्रो फुलब्याक कन्सल्टेन्सी जसले चाहिँ बेसिक डकुमेन्टहरू बनाएको उहाँहरूले चाहिँ अहिले कोअर्डिनेट गरिराख्नु भएको छ, किनभने हरेक टिम चाहिँ 17 जनाको चाहिँ क्यानाडियन टिमलाई चाहिँ उनीहरूले त्यति नै मान्छेमा चाहिँ इन्भल्भ गरेर चाहिँ भइरहेको छ, किन फिल्ड सर्वेदेखि लिएर सबै डकुमेन्ट टेबल तपाईँको रिसर्चदेखि लिएर सबै भइरहेछ होइन। फुलब्याक कन्सल्टेन्सीको स्टाफहरू पनि यसमा चाहिँ युज भएर चाहिँ यो अगाडि बढिरहेको छ होइन। कम्पनीहरूले उपलब्ध गराउने ऋण कम्तीमा 15 वर्षमा फिर्ता गर्ने गरी सहमति भएको हो। निजी क्षेत्रबाट नेपालको इतिहासमा पहिलो पटक पूर्वाधार क्षेत्रमा त्यो पनि हालसम्मकै ठूलो पुँजीबाट बन्न लागेको उक्त परियोजना समयमै सम्पन्न बनोस् भन्ने हाम्रो पनि शुभकामना। राष्ट्रिय स्तरमा हेर्दा सानो संख्यामा रहेका औषधि उत्पादक कम्पनीहरूसँगै समग्रमा यिनीहरूको उत्पादनमा पनि हालसम्म उल्लेख्य उपलब्धि हुन नसकिरहेको वर्तमान परिस्थितिमा केही कम्पनीहरूले भने औषधि बजारमा आफ्नो राम्रो पहिचान बनाउनतर्फ अग्रसर देखिएका छन्। केही अपवाद बाहेकका उदाहरणहरूलाई हेर्दा पनि सञ्चालनमा रहेका केही कम्पनीहरूको जनशक्ति, तालिम, उत्पादन क्षमताका आधारलाई आकलन गर्दा आगामी दिनमा यिनीहरूमध्ये केहीले नेपाली बजारको औषधि मागलाई बलियो टेवा पुर्याउन सक्ने सम्भावना बोकेको देखिन्छ। राम्रो सम्भावना बोकेका सीमित संख्याका औषधि कम्पनीहरूमध्ये एउटा कम्पनी हो देउराली जनता फार्मास्युटिकल्स। प्राकृतिक विविधतायुक्त नेपाल मेहनत र परिश्रममा विश्वास गर्नेहरूको लागि प्रशस्त सम्भावना बोकेको मातृभूमि हो भन्ने भनाइलाई देउराली जनता फार्मास्युटिकल्सको स्थापना र त्यसको विस्तारले अन्ततः पुष्टि गरेको छ। विक्रम सम्म 2045 सालमा स्थापना भएर 2047 साल माघ 16 गते शहीद दिवसको दिनबाट औपचारिक रूपमा औषधि उत्पादन सुरु गरेको देउराली जनता फार्मास्युटिकल्स प्रणालीले भर्खरै आफ्नो सेवा अवधिको 24औं वार्षिक उत्सवमा प्रवेश गरेको छ। नेपालमा समग्र औद्योगिकरण र औषधि उत्पादनको अवस्था निकै कहाली लाग्दो बनिरहेको अवस्थामा स्थापित यस कम्पनीले नेपाली बजारमा अन्तर्राष्ट्रिय स्तरका औषधिहरू उत्पादन गरी देशलाई औषधिमा आत्मनिर्भर गराउने अभियान सञ्चालन गरेको छ। अत्याधुनिक तथा उच्च वैज्ञानिक उपकरणयुक्त अनुसन्धान तथा विकास केन्द्रसहित सञ्चालनमा रहेको यस कम्पनीले दक्षिण एसियामा नै उत्पादन नभएका औषधि सहित विभिन्न 210 प्रकारका औषधि नेपाली बजारमा ल्याएको छ। करिब 220 थरीका औषधि बनाउँछ।
त्योमध्ये विशेष गरी इन्फेक्सन म्यानेजमेन्टको लागि एन्टिबायोटिक्सहरू बनाउँछौँ, न्युट्रिसनल सप्लिमेन्ट्सहरू बनाउँछौँ, कार्डियोभास्कुलर प्रोडक्ट्सहरू बनाउँछौँ जसले चाहिँ मुटु रोग सम्बन्धी चाहिँ औषधिहरूको हाम्रो ठुलै सङ्ख्या छ। त्यस्तै इन्डोक्रिनोलोजी भन्छौँ हामी चाहिँ, जस्तो डायबिटिज म्यानेजमेन्ट भयो र चाहिँ किडनीसँग रिलेटेड चाहिँ औषधिहरू हामी बनाउँछौँ भने चर्मरोगका पनि औषधिहरू बनाइरहेछौँ। रिसेन्टली गएको 3-4 वर्षदेखि हामीले चाहिँ इमर्जेन्सी म्यानेजमेन्टको लागि आवश्यक पर्ने औषधिहरू बनाइरहेका छौँ। उदाहरणको लागि इमर्जेन्सीमा आउने बिरामीको लागि केही एकदम क्रिटिकल प्रोडक्ट्सहरू हुन्छन् जुन चाहिन्छ, त्यस्ता औषधिहरू पनि हामीले बनाइरहेका छौँ। नेपाली बजारमा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको प्रविधि आयात गरी औषधि उत्पादन सुरु गरेको यस कम्पनीले विश्व स्वास्थ्य सङ्गठन WHO, GMP तथा गुणस्तर निर्धारण गर्ने अन्तर्राष्ट्रिय संस्था DNB नेदरल्यान्डबाट ISO 9001 र 1401 जस्ता प्रमाणपत्रहरू समेत प्राप्त गरिसकेको छ। कम्पनीले विश्वका विभिन्न उत्कृष्ट संस्थाहरू मार्फत उत्पादन प्रक्रिया, गुणस्तर आदिलाई नियमित रूपमा अडिट गर्न लगाई आफ्नो उत्पादन प्रविधिलाई परिमार्जित गरिरहेको छ। कन्टिन्युस ट्रेनिङ गर्छौँ, अपग्रेड गर्छौँ, उहाँलाई स्वदेश विदेशमा ट्रेनिङको लागि पठाउँछौँ र सँगसँगै चाहिँ हामीले के बुझेका छौँ भने यो प्रविधि विशेष गरी लाइफ साइन्स इन्डस्ट्रीको प्रविधि जुन हामी भन्छौँ त्यो चाहिँ एकदम इभल्भिङ छ क्या। आजको भोलि चाहिँ परिवर्तन आइरहेछ, धेरै ठुलो चाहिँ फड्को मारिरहेछ यसमा। त्यस कारणले हामीले आफूलाई त्यो प्रविधिलाई चाहिँ सकेसम्म चाँडो नेपालमा भित्र्याएर हरेक वर्ष हामी त्यसलाई अपग्रेड गर्छौँ र हाम्रो आफ्नो स्किल लेभल र आफ्नो अन्डरस्ट्यान्डिङ चाहिँ बढाउनको लागि हामी संसारका धेरै कम्पनीसँग सँगै काम गर्छौँ। संसारका राम्रा चाहिँ इन्स्टिट्युसन्सहरूसँग हामीले कोलाबोरेटिभ कामहरू गरिरहेछौँ। त्यस कारणले आफूलाई अपडेट गरिरहने, अपग्रेड गरिरहने र चाहिँ प्रविधियुक्त बनाइरहने चाहिँ जिम्मा मलाई लाग्छ हरेक कम्पनीले लिनुपर्छ। देउराली जनतामा हामीले त्यो गरिरहेछौँ। करिब 350 जना भन्दा बढीलाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको यस कम्पनीले आफ्ना कर्मचारीलाई स्वदेशी तथा विदेशबाट गुणस्तर तथा प्रविधि सम्बन्धी तालिमहरू प्रदान गरी दक्ष बनाइरहेको छ। नेपालको अर्थतन्त्रमा सेवामूलक क्षेत्रमा बढ्दो प्रभाव तथा उत्पादनमूलक उद्योग धन्दाहरूको अभाव मार्फत असन्तुलन पैदा भइरहेको अवस्थामा यस उद्योगले औद्योगिकरणमा दीप प्रज्वलित गराइरहेको छ। यसले नेपालको कुल औषधि बजारमा झन्डै 5% बजार हिस्सा ओगटेको छ। बजार हिस्सा तथा समग्र वित्तीय अवस्था निकै राम्रो रहेको यस कम्पनीले नेपाल सरकारलाई पारदर्शी रूपमा बुझाएको राजस्वको कारण सरकारबाट समेत पुरस्कृत भएको छ। हरेक इन्डस्ट्रीले कहीँ न कहीँ टेक्नोलोजी डेभलपमेन्टमा, इम्प्लोइमेन्ट क्रिएसनमा धेरै ठुलो मद्दत गर्न सक्छ र सँगसँगै चाहिँ देउराली जनतामा हामी असल कर्पोरेट अभ्यास हुनुपर्छ भन्छौँ। त्यो भने चाहिँ गुड कर्पोरेट गभर्नेन्स हो। त्यो भन्ने बित्तिकै हामी चाहिँ असल काम गर्ने, नियतवश ट्याक्स चोरी नगर्ने, नियतवश आफ्ना कामहरूलाई चाहिँ खराब नगर्ने, नियतवश औषधिको गुणस्तर कम नगर्ने, नियतवश आफूले बनाएको औषधि चाहिँ इफेक्टिभ नहुने या सेफ नहुने काम नगर्ने, यी यावत कुराहरू अर्थात् नियतलाई राम्रो राखेर आफ्नो व्यवसायलाई चाहिँ राम्रो बनाउने, व्यावसायिक दक्षता गर्ने, इनोभेसन गर्ने, नयाँ नयाँ क्रिएटिभ चिजहरूमा चाहिँ ध्यान दिने र टेक्नोलोजीलाई चाहिँ अपग्रेड गर्ने, केही कामहरू चाहिँ वस्तुगत रूपमा हरेक कम्पनीले गर्न जरुरी छ। हामी चाहिँ त्यो गर्न पाउँदा धेरै खुसी छौँ र हामी गरिरहेछौँ। अस्पष्ट सरकारी नीति, बढ्दो राजनैतिक अस्थिरता, लोडसेडिङ तथा ऊर्जा सङ्कट आदि जस्ता समस्याहरूले देशको औद्योगिक वातावरण बिग्रिरहेको अवस्थामा पनि यस कम्पनीले नेपाली बजारमा मात्र नभई विदेशमा समेत नेपाली औषधि निर्यात गर्ने तयारी गरिरहेको छ। हरेक प्रोडक्ट र उत्पादन गर्ने फ्याक्ट्रीलाई पनि रजिस्टर गर्नुपर्ने, फेसिलिटीलाई रजिस्टर गर्नुपर्ने हुनाले यो चाहिँ औषधिको एक्सपोर्ट चाहिँ अरू प्रोडक्टको जस्तो सजिलो तुरुन्तै हुँदैन। यो कहिलेकाहीँ चाहिँ दशकौँ लागेका चाहिँ विदेशका इतिहाससँग हामीलाई पनि मलाई लाग्छ 5, 7, 10 वर्ष चाहिँ चाहिन्छ। हामीले अलरेडी सुरु गरेको 4-5 वर्ष, 3-4 वर्ष भइसक्यो। त्यस कारणले अर्को 2-4 वर्षमा चाहिँ हामी अरू मार्केटमा हुन्छौँ, मार्केटमा एक्सपोर्ट गर्छौँ र हामी चाहिँ अलिक दिगो एक्सपोर्ट गर्ने चाहिँ प्रयत्नशील छौँ। एक्सपोर्ट खालि सर्ट अपर्च्युनिटीलाई होइन कि त्यहाँ मार्केट नै क्रिएट गर्ने खालको एक्सपोर्ट गर्न हामी उद्योग भइरहेको छौँ। नेपालमा औद्योगिकरणको अभाव भइरहेको अवस्थामा निकै सफलतापूर्वक सञ्चालनमा आइरहेको यस कम्पनीले नेपालीहरूका लागि ठूलो सम्भावनाको आशा जगाएको मात्र नभई राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रमा सशक्त पूर्णभाव अनि पैदा गरेको छ। देउराली जनताले मानिसको लागि नभई नहुने औषधिहरू उत्पादन गरेर व्यावसायिक सफलता प्राप्त गरेको छ नै अर्कोतर्फ नेपालीहरूमा स्वदेशमै बसेर केही गर्नुपर्छ भन्ने देशभक्तिपूर्ण भाव समेत पैदा गराएको छ। हवस् त दर्शकवृन्द,
यिनै सामग्रीहरू सहित आजको कार्यक्रमबाट हामी सिङ्गो युनिट बिदा हुन चाहन्छौँ। तपाईँ हाम्रो कार्यक्रम www.arthicnews.com मा पनि हेर्न सक्नुहुनेछ। यस कार्यक्रम उप तपाईको सल्लाह सुझाव केही छन् भने हामीलाई news@arthicnews.com मा पनि पठाउन सक्नुहुनेछ। हवस् त, नमस्ते। Brought to you by National Insurance Company Limited, साउथ वेस्टर्न स्टेट कलेज वसुन्धरा काठमाडौँ। नेपाल लाइफ, किनकि जीवन अमूल्य छ। VS Nikitan College, to learn to lead a successful career in management, aspiring for a bright future.